नमस्कार, स्वागत गर्छु जानुकाज रेसिपी किचनमा। आज मैले हजुरमाझ क्वाटीको रेसिपी लिएर आएको छु। क्वाटी विशेष गरिकन हामी नेपालीको घर घरमा जनै पूर्णिमाको दिन तयार गर्ने गरिन्छ। आज चाहिँ मैले क्वाटी यसरी उमारेर घरमै 3 दिनमा चाहिँ मैले यतिको उमारेको छु। एकदम राम्रोसँग उम्रेको छ, सबै एक एक गरेर उम्रेको छ। यदि क्वाटीको उमार्ने कसरी भनेर भिडियो हेर्न चाहनुहुन्छ भने यो भन्दा अगाडिका भिडियोहरू मेरो जानुका रेसिपी किचनमा गएर हेर्न सक्नुहुनेछ। त्यसमा मैले अलरेडी अपलोड गरिसकेको छु। यिनीहरू मसला लिएको छु मैले, अनि त्यसपछि ग्रेभीको लागि चाहिँ प्याज, लसुन, अदुवा, टमाटर यसरी काटेर लिइसकेको छु। चपरमा मसिनो बनाएर काटेको थिएँ। अब त्यसपछि मैले यतातिर एउटा कुकरमा ठुलो चम्चाको 2 चम्चा तेल हालेँ। त्यसपछि मैले जिरा अनि मेथी अनि खुर्सानी राखेँ, अनि थोरै अदुवा थिचेर राखेको अदुवा राखेँ, अनि क्रमैसँग यसलाई जुन लसुनलाई पनि मैले यसमा राखेँ। त्यसपछि प्याजलाई राख्दैछु मैले। अब यसरी चाहिँ राखेर प्याजलाई राम्रोसँग चलाएर मैले यसलाई चाहिँ भुट्नेछु। यसलाई लगभग हामीहरूले चाहिँ 1-2 मिनट भुट्दा हुन्छ, धेरै भुट्नु पर्दैन, किनकि हामीहरूले क्वाटीलाई कुकरमा नै लगभग राम्रोसँग पाक्ने गरेर राख्नुपर्ने हुन्छ। फेरि मैले यो जुन यसमा राख्ने स्पाइसेसहरू अगाडि तेलमा नै राख्नुपर्ने थियो। मैले चाहिँ अगाडि झुकेर प्याजभन्दा अगाडि नै राख्नुपर्ने थियो, प्याज पछाडि राखेँ। तपाईँहरूले चाहिँ अगाडि नै राख्नु होला है, अगाडि राख्दा राम्रो हुन्छ। यसमा राम्रोसँग तेलमा फ्राई हुन्छ अनि राम्रो हुन्छ। मैले चाहिँ बिर्सेर पछाडि राखेँ, अनि त्यसपछि चाहिँ मैले यस्ता टमाटर राखेँ। मैले हल्का तेल राम्रोसँग खरिसकेको भएर चाहिँ मैले चाहिँ प्याज राखिदिइहालेँ, त्यस कारणले चाहिँ पछि राखेँ मैले। त्यति धेरै फरक त पर्दैन, किनकि सिटी लगाउँदाखेरि सबै त्यसको स्वादहरू पानीमा गइसकेको हुन्छ। तैपनि तेलमा राख्नुभयो भने चाहिँ राम्रो है। अब त्यसपछि मैले टमाटर राम्रोसँग मिक्स गरिसकेपछि त्यसमा स्वादअनुसार नुन अनि आधा चम्चा बेसार राखेर त्यसलाई चाहिँ राम्रोसँग मिक्स गर्दैछु। मिक्स अथवा राम्रोसँग चलाउँदैछु। यसरी राम्रोसँग हजुरहरूले चाहिँ भुट्नुपर्ने हुन्छ। यसलाई भुट्ने भन्दाखेरि चाहिँ धेरै बेरसम्म भुट्नुपर्ने जरुरत पर्दैन, तर हल्का यसको पानी सोसिन्जेलसम्म चाहिँ भुट्नुपर्ने हुन्छ। त्यसपछि मैले यसमा उमारेको क्वाटी राख्दैछु। आवश्यकता अनुसार हजुरहरूले पनि क्वाटीलाई राख्न सक्नुहुनेछ। अब यति जति क्वाटी भएपछि चाहिँ हाम्रो 4 जनाको लागि चाहिँ इनफ हुन्छ। त्यसले गर्दा चाहिँ मैले यति राखेँ। यदि हजुरको फ्यामिलीमा कतिजना हुन्छ त्यस हिसाबले राख्नु होला। क्वाटीको आवश्यकता अनुसार राख्न सक्नुहुनेछ। यसमा राख्ने सामग्रीहरू घटबड गर्न सक्नुहुनेछ। त्यसपछि मैले यसमा पानी राख्दैछु। पानी चाहिँ क्वाटी डुब्नुभन्दा अलिकति माथि आउने गरेर राख्नुपर्ने हुन्छ, किनकि हामीहरूको क्वाटी राम्रोसँग अब पाक्नुपर्ने हुन्छ। अनि त्यसपछि मैले गरम मसला राखेँ 1 चम्चा, अनि गरम मसला 1 चम्चा राखिसकेपछि ढक्कन लगाएर यसलाई चाहिँ सिटी लगाउनको लागि जुन क्वाटीबाट पानी राखिसकेपछि उम्लिन्छ नि, उम्लिसकेपछि चाहिँ मैले ढक्कन लगाएँ। अनि त्यसपछि यसरी लगभग 5-6 सिटी लगाइसकेपछि हामीहरूको क्वाटी चाहिँ यतिको भएको छ। अब यसमा मैले धनियाँ पात राखेर चाहिँ यसलाई राम्रोसँग मिक्स गर्न चाहदैछु। यसरी मिक्स गरिसकेपछि हामीहरूको क्वाटी लगभग तयार भइसकेको हुन्छ। अब हजुरहरूलाई चाहिँ क्वाटी यसरी कुकरमा बनाउन चाहनुहुन्छ भने चाहिँ यसरी पनि मिठो त क्वाटी तयार हुन्छ। छिट्टो र मिठोको लागि चाहिँ कुकरमा तयार गर्नको लागि सजिलोसँग तयार हुन्छ। अब यसरी राखिएका स्पाइसेसहरू चाहिँ एक एक गरेर निकालेर फ्याँक्नु होला। यसलाई चाहिँ यो मुखमा पर्दा भन्दा चाहिँ अब निकाल्दा यसको जुन स्वाद छ सबै क्वाटीमा आइसकेको छ। यसलाई निकालेर साइडमा राख्दा राम्रो। अब यसरी जुन हामीहरूले चाहिँ यसरी क्वाटी घरमा नै रेडी गर्न सकिन्छ। आजको लागि यति नै।